अब राति आएर कसैले यदि लुकेर छले पुजे यो गरे यो फोहोर भयो भने त्यसलाई के गर्नुपर्छ? राम्रो उपचार म गर्छु। यसरी यहाँनिर फोहोर गर्ने होइन। अब यो यहाँनिर त्यहाँनिर ऊ त्यो टप्री फालेछ, त्यहाँनिर ऊ फालेछ, यो छले पुज्नेलाई पनि जानकारी गराउँछु। आफ्नो मनपरी गरेर यहाँनिर यस्तो यो केराको यो ऊ छ, त्यहाँ कुबिन्डो काटेर यहीँ छ, यो वरिपरि यसरी यो फाल्ने होइन। पवित्र स्थल उसमा त्यहाँनिर मैले अब ओडालाई पनि तागेतार गरिरहेको छु, सुनाइ गरिरहेको छैन। कुन दिन मैले वडा अध्यक्षको टेबुल र कुर्ची एकैचोटि लात्तले हाल्ने मान्छेलाई सहित फाल्ने होला छु। रिस उठिरहेछ, खबरदार गरिरहेको छु। म यो यसरी फाल्ने होइन। यो छले पुज्नेलाई पनि त्यो घरबाट इन्ट्री गरिरहन्छु। यदि भनेको अट्राइ गऱ्यो भने के गर्नुपर्छ? राम्रो उपचार मैले गर्छु। राम्रो जानकारी भलक मार्फत भनेको छु। यदि सुनाइ गरेन भने एउटा टाउको उसमा कन्जुसाइ गर्यो, केही गर्यो भने खबरदार गर्दैछु। त्यही भएर त कार्यसिद्धि हुन्न त। ठिकै भएको डबल तिर्नै परोस्। मैले एकदम तागेतार गरिरहेको छु। यस्तो फोहोर गर्ने होइन वरपरे। यो पुजारीको पनि काम छैन। कमसेकम वरिपरि यसो साइड लाउनु पऱ्यो त। नियमको परिपालन गर्न सक्दैन, छोड्दै हुन्छ। त्यस्ता काम नगरे हुन्छ। यस्तै लो हेर, यहाँ टप्री यहीँ छ, अर्को त्यहीँ छ, त्यो धुमुत एकै ठाउँमा छ। के अर्थ रह्यो? कामै छैन। दिएको बरु अहिले हात दिएर कुइना चाट्ने भएर अहिले हामीलाई दुःख भइरहेछ। तुरुन्त यहाँ सरसफाइ देख्नु पऱ्यो। भलकमा जान्छ, बेजेत मेरो हुने होइन, तेरै हुने, मलाई बाल छैन। भर्खरै जान्छ, 3 चिजमा जान्छ। त्यहीँ टप्री छ, त्यहीँ मिनी वाटर छ, त्यहीँ ऊ त्यो राति राति आएर पूजा गरेछ। यो त्यो के हो? थान जस्तो थानलाई त पवित्र राख्नु पऱ्यो त। वडा अध्यक्ष म एकैचोटि टेबल पनि भाँच्दिनँ, मान्छेलाई सायद खोलामा फालिदिने। रिस उठिरहेछ। 2 ठाउँमा छ, यहाँनिर छ, तल पनि छ, 2 ठाउँमा छ। एकैचोटि लात्तले हाल्नु तल खोलामा फालेर गदा ल। एक त एमाले कामै पनि छैन।